यो वचन पछि चाहिँ पवित्र अथवा विवाहको कार्य हुन्छ, शुभ विवाहको कार्य हुन्छ। त्यसले गर्दाखेरि यहाँले एकदमै भित्रबारे नगरिकन धैर्य धारेर प्रभुको वचन सुन्नु होला। किनकि हाम्रो धर्मशास्त्र बाइबलले चाहिँ के भन्छ भन्दाखेरि वचन सुन्ने मान्छे जहिले पनि सुखी रहन्छ, एकदम सुखी रहन्छ हैन। जसरी एउटा घरमा अनाज भएको मान्छे, घरभरि खानेकुरा भएको मान्छे खुसी देखिन्छ, त्यसै गरी जसको हृदयमा परमेश्वरको वचन छ त्यो मान्छे चाहिँ खुसी देखिन्छ है। त्यसले गर्दा यो कुरा चाहिँ महत्त्वपूर्ण छ र परमेश्वरको वचन हामी यो शुभ कार्यमा अगाडि बढ्नुभन्दा अगाडि र आज हामी हेर्नेछौँ विवाह के हो त, क्रिस्चियन विवाह के हो भन्ने विषय र विवाह चाहिँ किन महत्त्वपूर्ण कुरा छ। यो पिल्डरले कतिजना छेड्दो रहेछ, मलाई माफ गर्नु होला, मलाई विश्वास छ तपाईँले मनको बङ्गै बङ्गै हेर्नु भएको छ है। ल ठिक छ, हुन्छ, हामी एकदम ध्यान दिएर सुन्नेछौँ। र क्रिस्चियन विवाह चाहिँ के हो त? विवाह यो एकदमै महत्त्वपूर्ण कुरा हुन्छ है मान्छेको जीवनमा। सबैभन्दा पहिला उसको जन्म हुन्छ, अनि जन्म भइसकेपछि ऊ हुर्कने बढ्ने क्रममा अब विवाहका कुरा आउँछ, त्यसपछि मृत्युको कुरा आउँछ। यो तीनवटा कुरा चाहिँ मान्छेले कहिले पनि टार्न सक्दैन है। अनि यो तर तीनवटा कुरामध्ये दुईवटा कुरामा मान्छे अति खुसी हुन्छ। एउटा चाहिँ जन्मको बेलामा बाबामा खुसी भएर, गाउँभरि खुसी भएर त्यहाँ खसी काटिन्छ, बोका काटिन्छ, उस्तै गरेर लामो काटिन्छ होइन, एकदमै त्यहाँ धेरै रमाइलो हुन्छ। अनि विवाहको बेलामा पनि एकदम रमाइलो हुन्छ। हेर्नुहोस् अहिले भुलिनबाट कतिजना आउनु भएको छ हाम्रो दुलाका आफन्तहरू होइन, तपाईँको चाहिँ कहाँ कहाँ आउनु भएको छ। के आज चाहिँ के हुँदैछ, विवाह हुँदैछ। तर मृत्युको बेलामा मान्छे फेरि पराइ आउँदैन, बोलाउनुपर्छ मृत्युको बेलामा है। मृत्युको बेलामा बोलाउनुपर्छ, फोन गरी बोलाउनुपर्छ। तर विवाहको बेलामा चाहिँ त्यहाँ किनकि त्यहाँ एउटा असल कार्य हुँदैछ, दुई मिलनको एउटा सम्बन्ध हुँदैछ, अथवा दुईवटा जोडी दुई आत्माको त्यहाँ के हुँदैछ, मिलाप हुँदैछ भन्ने कुरामा एकदमै हामी उत्साह गरेका हुन्छौँ। त्यसले गर्दाखेरि विवाह चाहिँ धेरै महत्त्वपूर्ण कुरा छ। अनि विवाह चाहिँ के हो त भन्दाखेरि म केही कुरा बताउनेछु, यहाँले ध्यान दिएर सुन्नु होला। कतिजनाको विवाह भइसकेको छ, कतिजनाको विवाह हुनेवाला छ होइन। अनि जे होस् तपाईँहरूले चाहिँ यो विवाह चाहिँ के हो भन्ने कुरा सिक्नु अति आवश्यक छ। विवाह भने बित्तिकै हामीले तीनवटा शब्द हेर्छौँ त्यहाँ, विवाह। वि भनेको विश्वास, वा भनेको वास्ता, ह भनेको हक अधिकार। यो तीनवटा कुरा चाहिँ धेरै महत्त्वपूर्ण कुरा छ। विश्वास भनेको चाहिँ एक अर्कामा विश्वास हुनुपर्छ, अनि मात्रै त्यो विवाह सफल हुन्छ। यदि विवाहमा चाहिँ शङ्का छ भने होइन, उपशङ्का छ भने त्यो विवाह चाहिँ सफल हुन सक्दैन। विवाहमा के चाहिन्छ, विश्वास चाहिन्छ, एक अर्कामा विश्वास चाहिन्छ। अनि अर्को कुरा मैले भने वास्ता, एक अर्कामा वास्ता चाहिन्छ। विवाहमा श्रीमतीलाई कतिपय अवस्थामा के हुन्छ भने श्रीमानको टाउको देखाएर श्रीमतीले टाउको होइन अठाइदिने अथवा जिउ अथवा खुट्टा अठाइदिने, तर श्रीमतीलाई गाह्रो हुँदा श्रीमान चाहिँ भाग्ने, त्यस्तो पनि हामी देखेका छौँ। तर क्रिस्चियनमा चाहिँ त्यस्तो कुरा सिकाइँदैन। क्रिस्चियनमा के कुरा सिकाइन्छ भन्दाखेरि एउटा लोड्दाखेरि अर्कोले उठाउने कुरा सिकाइन्छ, एक अर्कोलाई सहायता गर्ने कुरा सिकाइन्छ क्रिस्चियन विवाहमा। अनि वास्ता भन्ने कुराहरू धेरै महत्त्वपूर्ण कुरा छ, वास्ता भन्ने कुराहरू। अनि अर्को छ हकको कुरा, ह भनेको हक अधिकार। श्रीमान श्रीमतीको चाहिँ यो मेरो सम्पत्ति, त्यो तिम्रो सम्पत्ति भन्ने कुरा हुँदैन। श्रीमान श्रीमती भइसकेपछि चल अचल सबै कुरामाथि चाहिँ उनीहरूको बराबरी के हुनुपर्छ, हक अधिकार हुनुपर्छ। अनि त्यो अनि मात्रै त्यो विवाह के हुन्छ, आशिषमय हुन्छ। कतिपय व्यक्तिले चाहिँ होइन श्रीमतीलाई एकदमै के अरे कुनै पनि हक अधिकार दिन चाहँदैन, त्यो चाहिँ होइन, त्यो विवाह चाहिँ सफल हुँदैन। केही समय चाहिँ राम्रो होला, तर समय अगाडि बढ्दै जाँदाखेरि त्यो विवाह चाहिँ असफल हुन्छ। त्यसले गर्दाखेरि क्रिस्चियन विवाहको बारेमा बाइबलमा यस्तो लेखेको छ, विवाह एउटा प्रेमको सम्बन्ध हो। क्रिस्चियन विवाह के रहेछ, एउटा प्रेमको सम्बन्ध, रिलेसनसिप अफ लभ भनेको चाहिँ एउटा विवाह भनेको प्रेमको सम्बन्ध हो। अनि बाइबलमा लेखेको छ, एफिसी 5 को 5 लेखेको छ कि तिमीले के अरे पति हो आफ्नै पत्नीलाई आफूलाई जस्तै के गर, प्रेम गर भनेर लेखेको छ। किनकि बाइबलमा लेखेको छ प्रेमले असङ्ख्य पापहरू ढाक्ने भएको कारणले गर्दाखेरि प्रेम गर भनिएको छ। प्रेम गर, प्रेम एकअर्कालाई गरिरह भनिएको छ। अनि हामी
इतिहासको पुस्तक 2:4 पाउँदछौँ। श्रीमतीलाई भनिएको छ, ए जवान तरुणी अथवा जवान श्रीमती आफ्नो श्रीमानलाई के गरेर प्रेम गरेर भनेको छ। एकले अर्कालाई प्रेम गर्ने कुरा छन् त्यहाँ, एकले अर्कालाई प्रेम गर्ने कुरा छन्। अनि प्रेम यदि भएन भने त्यो चाहिँ विवाह चाहिँ सफल हुन सक्दैन। धेरैको पहिला के हुन्छ, पहिला सुङा सुङ, त्यसपछि ठुङा ठुङ, त्यसपछि रुङा रुङ भन्छ कि जान्ने। मलाई त्यो कुरा सही लाग्छ। पहिला चाहिँ के लाग्छ अरे, सुङा सुङ तिमी मेरो म तिम्रो हो होइन, चोखो माया छ हाम्रो होइन। तर समय हुँदै जाँदाखेरि त्यसपछि बच्चापछि जन्मिन्छ, बच्चा जन्मिसकेपछि अनि माया प्रेम हर्दै जान्छ। त्यसपछि अनि उसको नाम चाहिँ प्रेमबादन मात्र नाम मात्र सीमित रहन्छ। त्यसपछि उसको व्यवहारमा आउँदैन। तर बाइबलले के कुरा सिकाउँछ भन्दाखेरि एक अर्कालाई प्रेम गर्ने कुराहरू, एक अर्कालाई वास्ता गर्ने कुराहरू धर्मशास्त्र बाहिरमा सिकाइएको छ है। अनि किनकि प्रेम भन्ने कुरा, किनकि यसो आफै नै प्रेम हुनुहुन्छ, यसो आफै नै प्रेम हुनुहुन्छ। किनकि यसुले संसार भएका सबै मानिसलाई प्रेम गर्नुभयो। त्यसले गर्दाखेरि उहाँ स्वर्गको वैभवलाई त्यागेर यस संसारमा आउनुभयो। किनकि उहाँले मानिसलाई प्रेम गरेको कारणले गर्दाखेरि, यदि उहाँले मानिसलाई प्रेम नगरेको भए सायद यसो संसारमा आउनुहुने थिएन होला। किनकि उहाँ स्वर्गको वैभवमा, स्वर्गको एउटा अधिपति, उहाँ राजकुमार हुनुहुन्थ्यो। उहाँ संसारमा किन आउनु पर्यो भन्दाखेरि उहाँले संसारलाई यति धेरै प्रेम गर्नुभयो। यूहन्नाको पुस्तक के अरे, यूहन्ना 3:16 लेखेको छ, परमेश्वरले संसारलाई यति धेरै प्रेम गर्नुभयो ताकि उहाँमाथि विश्वास गर्ने प्रत्येक कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। येशू संसारमा किन आउनुभयो? किनकि उहाँले हामीलाई